1330 भनेको 1:30 बजे सिंहदरबारभित्र रहेको एउटा दमकलबाट मुख्य प्रवेशद्वारमा लागेको आगो हामीले त्यो दमकललाई तुरुन्त परिचालन गरेर निभायौँ। त्यसपछि त्यो दमकल फेरि आफ्नो ठाउँमा गयो। सिंहदरबारमा आगो लागिसकेपछि 2 बजेपछि घटना लागिसकेपछि हामीले दमकल सिंहदरबारको आगो निभाउन परिचालन गर्न खोज्दा आन्दोलनकारीहरू दमकलकै पाङ्ग्रोमा चाहिँ गएर सुतेपछि हामीले तुरुन्तै दमकल लगेर सिंहदरबारको आगो निभाउन नसकेको। तर उहाँहरूलाई विभिन्न कारणबाट विभिन्न तरिकाबाट हटाइसकेपछि 2:35 गएपछि सिंहदरबारको आगो निभाउन हाम्रो दमकलले सुरु गरिसकेको छ। पहिलो दमकल सिंहदरबारकै गएको। त्यसको केही समयपछि हाम्रो यो यान्त्रिक परिवर्तन जग्गी अड्डाकै परिसरभित्र छ, त्यो त्यहाँ रहेको अर्को दमकल तुरुन्तै गयो। त्यो बेलाको परिस्थिति अब आन्दोलनकारीहरू जताततै, भिड पनि जताततै, उहाँहरूको प्रमुख उद्देश्य भनेको हामीलाई अवरोध गर्ने। त्यो छिटोदै गएर अर्को दमकलले पनि सिंहदरबारमा लागेको आगो निभाउनलाई मद्दत पुर्याएको। त्यसपछि साँझसम्ममा म यहाँ प्रश्न पार्न चाहन्छु काठमाडौँ महानगरपालिकाको दमकल समेत गएर उहाँहरूको दमकल 8 बजेतिर आएको छ। उहाँहरूको दमकललाई विभिन्न ठाउँमा चाहिँ अवरोध भएको, बाहिर विभिन्न किसिमका चाहिँ हल्लाहरू, भ्रामक चाहिँ समाचारहरू आइरहेका छन्। म स्पष्टसँग भन्न चाहन्छु महानगरपालिकासँग मेरो सुरुदेखि नै चाहिँ कन्ट्याक्टमा छ। उहाँहरूसँग मेरो कुरा भइरहेको छ। हाम्रो दमकल यो ठाउँमा छ, ल अहिले 1-2 ठाउँमा ड्राइभरहरू छैनन्, त्यो ड्राइभरहरूको व्यवस्था गरेर दमकल लानुहोस् भन्दाखेरि आन्दोलनकारीहरूले हामीलाई समयमा दमकल लान नदिएका। त्यसले गर्दाखेरि केही समय ढिलो भएको, तर नियत अर्को उद्देश्य राखेर एकदम ढिला गरेर सिंहदरबारको आगो चाहिँ निभाउन नचाहेको भन्ने कुरा चाहिँ पूर्णतया गलत छ। यो म आजले चाहिँ हाम्रा पत्रकार मित्रहरूलाई बुझिदिनु हुन एकदम चाहिँ अनुरोध गर्छु। र एउटा कुरा के पनि भन्न चाहन्छु, भोलिपल्टको करिब 8-9 बजेतिर अधिकांश ठाउँको चाहिँ आगो निभिसकेको छ। के हुँदो रहेछ भने केही ठुला भवनहरूमा आगो निभिसकेपछि भित्रभित्रको त्यो आगो बाँकी भएको फेरि आउँदो रहेछ। सर्वोच्च अदालतले आगो भोलिपल्ट निभिसकेको छ। अब तेस्रो दिनमा ललितपुरबाट दमकल आएर निभाइएको हो भन्ने कुराहरू पनि समाचारमा आएको छ। म त्यतातिर खण्डन गर्नतिर पनि चाहन्न। भोलिपल्ट सर्वोच्च अदालतको आगो निभेको म यहाँ आएर एकदम प्रष्टसाथ भन्न चाहन्छु। र ललितपुरको चाहिँ दमकल हामीले झन्डै मध्यरात 12 बजे त्यो दमकलले एउटा ललितपुरकै काष्ठ उद्योगमा आगो लागेको चाहिँ निभाउँदैछ भन्ने खबर थाहा पाए